किसी फ्यामिलीको साथमा मन्दिरमा जाँदैछौँ। भद्रकोले छ कोठा छ के भयो त नि राउन्ड दिन्छु क्यामेरामा। त्यो हाम्रो घरको बाल्कनीबाट बार्दली हुनु बरन्डाबाट तल हेर्दा देखिने पार्किङ लट हो। त्यो चाहिँ हाम्रो भ्यान पऱ्यो गाडी को छ। घरबाट बाहिर हेर्दा एउटा पार्कहरू छ, फ्ल्याटलाई अपार्टमेन्ट बिल्डिङहरू छन्। हाम्रो पनि यत्तिकै ठुलो छ। यसलाई भन्छ कम्युनिटी सेन्टर। यो चाहिँ भयो खोला, त्यहाँ माथि चाहिँ ब्रिज छ, पुल छ, अनि यतातिर पार्क छ। यहाँ हामी विकेन्डमा त्यहाँ चक्क जाने गर्छौँ। त्यहाँ देशको खानाहरू पिकनिक भनौँ न, नेपालको वनभोज भनौँ न, अझ नेपाली भन्ने हुने गर्छ। यहाँतिर बहुत राम्रो पार्क छ। अहिले समर लाइन लागेको चिसो अलिक चिसै छ, तर पनि समर लाइन लागेको कारणले यतातिर हरियो भइरहेको छ। This is great, huh? Looks great. Really great. यो चाहिँ हो हाम्रो ल तलमाथि लिँदाखेरि ल ल ल ल there you go. हाम्री नयाँ निलु केसी निलो चलो
त उसले लिएर जस्तो जान लाग्यो नमिगर पाइन्छ 100 रुपियाँ होला देख्छ नि त यो फलामचोको सबै चिनिहाल मलाई देखाउनु मान्छेहरूले हाम्रो घरमा यो लाग्छ क्या अनि हाम्रो गराइ नमै चिनिहाल के अरे एउटै गाउँ भएर नमै चिन्ने भयो नि त यहाँ चाहिँ यसो कुर्ता गडबड खाली राखेको चाली पाएपछि इलेक्ट्रिसिटी पनि आएको छ यताबाट होइन इसमें नंबर जाएगा रेस्टोरेंट नंबर जाएगा वो डेट है उसमें डेट और इसमें ओनली एक फ्लोर के लिए उसके आपके लिए नहीं है
देरी मान्ने सिंदूर भी ऐसे आप आगे इधर से आप Jom pasalin dia lah. Udah kancah jauh ya. Main ya. Itu pintu ya sebenarnya. Masih ada sih cuma sebulan. Ya, saya akan
अलि क्या अलि यता आउँदैन कोही आऊ कोही आउँदैन कोही छैन आउनु कोही कोही आउँदैन आएन कोही नदेखायो केही हामीले अलि आउँछ आउन दिनु बस्नु वॉशरूम जानु नि पाइएन सिन्दुरको बट्टा त कहिले हराउनु हुँदैन भन्छ नि त्यो स्ट्रीट कार कति खायो मान्ने कुरा मान्नुपर्छ लाग्यो हुन्न के हुनु सस्तो हुन्छ नि बेच्नु होइन भने खान्न है खानु हुनुपर्छ खानै प्रसाद त फाल्न हुँदैन मलाई त त्यति भोक लाग्छ हाल्यो नि फेरि एकदम कुरा ठिक हो वॉशरूम जानु पानी हुन्छ है मलाई जान पाइन्छ कहाँ त्यही कहाँ यहाँ त्यही भने मैले आज निकाल छु होइन राम्रो लाग्यो राम्रो छैन फर्स्ट क्लास छ भन न यस्तो राम्रो कन्डक्सन हो you're not used to it that's why it's kind of अब हामी चाहिँ हाम्रो लन्चमा छौँ होइन अब केएफसी भनौँ अब जे गरेको भने खाना खान गएका छौँ सरी खानामा शब्द नेपालको जाओ
छोराको भात खाएर बाउको बिहा पृथ्वी वर्ष बस त्यही होने हो जास्त लगी और के जानते ना त्यही त यो सुगर त्यस्तो भइरहेको थियो घुमिरहेको ब्रेड अचेल मेरो छेउको यो के भन्छ पिटाउन खै मैले खाइसकेँ अलिक भनेर ए मैले खाएको छैन पानी छ मेरो खानु छोड्नु पनि छ तिमी ग्रेभी मेरो के तर हिउँछ त्यहाँ नि यहाँ अड्किनु यो पानी त जानु परेन
के आइसको ब्लगर खस्दै आएको छ आइसको बाहिर ल्याइरहेको थियो आइसको डल्लाहरू यही पनि छ नि त चरा ऊ ह्याङ्क छ ए उसलाई खेल्न मजा आउँछ नि त्यसमा आयो नि मैले अर्को चरा बस्नु लाग्छ त्यहाँ अनि चरा बसी बोल्दा होली काउ This is Chef Francois Pan. I'm doing some Chinese barbecue right now. Straight from Shanghai. Oh, yeah. What is this? What is that? Hot dog. You want to see chicken? Tata cooker? Yeah. Oh, great. Looks great. मान्छेहरु नि छन् Yo, keep it up. Honey, Toto. Đây đây. Toto. Honey, go Toto. Toto. Cái này cũng nhá. Bihan ho जाने अब तो ये लाग दो. Cũng nó phải làm gì à? Hai. Không có gì. Không được rồi. Ôi nó cái bảo cái. Không được là nó không được đây. Có cái ra đi đi. Rồi thấy. Không lại kiểu mà. अलिकति तल अलिकति यता आएर फेरि गरे त फेरि अल्लो
देखेको हड्डै निकालौँ अब मौका चाहिँ ल्याएको खाने मौका ल्याउनु साह्रो हुन्थ्यो सबैजना बसेर एउटा फोटो खिचौँ न अब त अहिले एकछिन फोटो खिच्नु भने नि खाना थालौँ अब यहाँ हजुर खाना थालौँ क्या बिस्तारै बिस्तारै ल उ ल्याउँ त त्यहाँ उ छ मास्टरहरू ल्याउँ त ल किन्दैछ कस्तो क्या रिल बन्द क्या बन्द हो नि त घर हो त यो अनि यो नहाल्ने के मच्छरहरू नहाल्ने हालिसक्यो हाल्छ यो त्यसरी भित्रमा हाल्ने मासु त कस्तो भयो चाँडो भएर मन लाग्यो घर लाउँदा मेरो भन्नु होला नि त्यो यताबाट समानतिर आउँछ ल र उता यहाँ प्लास्टिकले कसम पर्दैन
एउटा खाइदिउँ है चलचित्र कसमको कथावस्तुले पनि धेरै महत्त्वपूर्ण विषयमा कसम खाएको छ चलचित्रका विभिन्न मोडहरूलाई अनुरोध परम्पराले कसमका सुमधुर गीतहरूले चर्चित नायक राजेश समाल मलाई त लाग्छ माया समर्पण भित्र फुल्छ मलाई त लाग्छ laikin det. Inte. डान्स लगाउने नि अरे त्यो त डान्सेको थिएन भने Okay, bye. Lake Ontario जाँदैछ यहीबाट है I'll see you in Lake Ontario भन्दैछ नि त Later भने हैन होइन Lake Ontario भन्दैछ हामीलाई एकछिन गराइदिनु हुँदैन घुमाइदिनु हुँदैन पचासले अलि पछि खाऊ है कस्तो भएछ है दिनमा ल्याउनु है साबुन ल्याउनु हो न तिमीले बेला मखमा दिने बिदर गिरे हैं 15 लाख दिने सबै बुझ्नु और गर्ने दुनिया पनि बुझ्यो नि बसायो मोर ओ बेबी चलो मैले भन्ने अस्ट्रेलियनमा होइन अस्ट्रेलियनले Paging Catherine Phelan. Catherine Phelan. Please meet your father at baggage claim 2. Catherine Phelan. Baggage claim 2, please. Hold on, fellows. Smile, everybody. There you go. Mr. Liu Qing-Yu, please come to baggage claim number 3, Traveler's Aid Desk to meet your party. Mr. Liu Qing-Yu, Traveler's Aid Desk, baggage claim 3. Here's Mr. Gyanendra Pandit, who is driving car. हामी घरभित्र छौँ शिला अधिकारीको एयरपोर्टमा स्वागतपछि
हामी घरमा आएर बसिरहेका छौँ। अब हामी केही बेरमै मिस्टर राधेश पण्डित र किला अधिकारीको आएको लागि मन्दिर जाँदैछौँ। ती दुःख कष्ट भोगेर अनि के युगोले अनि कसरी फुलनदेवी जस्तै ती दुःख कष्ट भोगेर अनि के युगोले अनि कसरी फुलनदेवी जस्तै एउटा क्विन बनी होइन, त्यसपछि कसरी ब्यान्डिट क्विन बनी, कसरी लुटी उनले दुनियाँका मयौँ सेठहरूलाई कसरी लुटी कसरी गरी ठोकी भन्ने कुरा लेखाएको छ। उसको लाइफ चाहिँ एकदम इन्सपायरिङ छ नि त, अहिले आएर ऊ बन्ने अहिले कसरी त्यत्रो लिडर बनिरहेको छ, त्यत्रो वर्ल्ड कसरी म त चलाउनु पऱ्यो नि ए चिसो छ, स्विटर लाउनुपर्छ। छेकी यता हेर्न थ्याङ्क्स। मिसेस शिला अधिकारी र राधेश पण्डितको विवाहको लागि यहाँको स्ट्यान्डर्ड टाइम अनुसार राति 8 बजे भगवान् श्री पशुपतिनाथको मन्दिरमा जाँदैछौँ र उहाँहरू आउँदै हुनुहुन्छ माथि घरको भर्याङबाट ओर्लिएर। ठिक छ, उहाँहरू आउनुभयो। अब हामी अमेरिकामा अवस्थित पशुपतिको मन्दिरमा विवाहको लागि आइरहेका छौँ। यहाँ तल नवदम्पति जोडी राधेश पण्डित र शिला अधिकारी आउनुभएको छ। क्रमशः राधेश पण्डित, शिला पण्डित, श्रीमती शिला पण्डित। यस्तै ज्ञानेन्द्र पण्डित हुन्छ र म दिबु पण्डित क्यामेरा खिच्दैछु। उहाँहरू ढोकामा उभिरहनु भएको छ, नवदम्पतिहरू। आजबाट उहाँहरू प्रणय सूत्रमा बाँधिनु भएको छ र म उहाँको भावी जीवनको सफलताको कामना गर्दछु। यो घरमा आएर अरू बाँकी धेरै मान्छेहरू नभए पनि काका म दिपु ठुलो हामी 4 जना भएर खाना खाने तर्फमा छौँ। प्रसाद ल्याउँ है, पहिला हामी फोको ल्याएर नि सुन्नु तल हस्बेन्डमा चाहिलाउनु सेटमा सुरु हुन्छ अरू त्यो भोट भिडियो पनि छ फेरि बिहामा गएर पर्छ खास भित्र 77 एनुअल पार्टीबाट यो ज्ञान पनि नमस्कार। आज
के हो यहाँ वातावरण भएकोले हिजोबाट सुरु भएको यस नफल आज मात्र बसिएको छ हाम्रो नवआगन्तुक दिपु पण्डित शिला पण्डित चाहिँ यहाँ चाहिँ हिउँ भोग्ने मौका नपाइसकेको हुनाले हिउँको आनन्द लिनुको लागि विशेष आग्रह गरे हुनाले विशेष छायाकार राजेश पण्डितलाई निम्त्याएर मैले यो यतै बसेर रमाइलो गरौँ तिमीहरू आउनु न तपाईँ खिच्नु ल मच्छी दिन मच्छी रातो बत्ती बलिरहेको थियो सबैको आउने भयो
अरे विराजुलाई जानु सिला खोइ सिलालीको काटेर राखेँ सिला राखौँ न बोलाउनु सिला आऊ त सिला आऊ न सिला आऊ न नानी बाई बाई कहिलेलाई चाहिँ एउटा मात्रै छ एउटा मात्रै छ मिलाइदिनै भएको छैन बिचरा दिजूले उठाएर न उठ्यो अरे अस्ति दादाले नाचेर देखिन गान्छुले दादाले नाचिसकेको त्यति चाहिँ अफ हुन्छ तेरे 3 तला है फिर वहाँ त्यहाँ हेर्दै गाडी 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 चकमा 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 गाडी गाडी चकमा चकमा